हेलो गाइज, गुड मर्निङ, नमस्ते सबैजनालाई। आजको दिन शुभमय रहोस्। आज चाहिँ आफ्नै गार्डनमा फलेको गोल्डन एप्पल आज चाहिँ यो चाहिँ ब्रेकफास्टमा यो चाहिँ अब 3 करोडको है त। कस्तो छ चेक गरौँ। हाय हाय, गोल्डन एप्पललाई सेट पारेर नुनसित खाने भन्ने एउटा। आज यो एप्पल खायो भने भिटामिन सी पनि हुन्छ। भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। भिटामिन सी अनि फाइबर अनि भिटामिन ल है त। बोक्रा नफाले पनि हुन्छ, तर यहाँ धेरै भएपछि बोक्रा फाल्नु पर्ने कि फेरि। बोक्रा फाल्न पर्ने। यो चाहिँ सबैजनालाई, हाम्रो सम्पूर्ण अल रेशमीको सम्पूर्ण देवी देवता सँगसँगै सम्पूर्ण भन्छ पितृहरूलाई ल गोल्डन एप्पल यहाँ राखिदिन्छु नि। अब यो चाहिँ अब सुरु गर्नु पर्यो। दामी मंडल। चलो हाथ दिखा। अरे सुबह सुबह खाना चाहिए। अर्ग्यानिक स्याउ बिहानको आजको ब्रेकफास्टमा गोल्डन एप्पल। बदाम र ओखर मैले खाइसकेँ। ड्राई फ्रुट्स खाइसकेँ। अब यहाँ अन्जिर खान बाँकी छ। अन्जिर खाने, एउटा एप्पल छर्केर यति खाएपछि त धकाधक। हाम्रो घरतिर बेलौती हुन्छ नि, बेलौती जस्तै यहाँ बेलौती फाल्ने जस्तै यहाँ स्याउ फालिएर यस्तो छ। हाम्रो नेपालमा अब यसैलाई यो गोल्डन एप्पल त मैले देखेको पनि छैन नेपालमा। त्यो रेड एप्पल, स्विट एप्पल, मिठाई जस्तो उस हुन्छ त्यो एप्पल हुन्छ, त्यो पनि चाइनिज आउँछ। गोल्डन एप्पल त मैले देखेको छैन। अब त्यो पनि अर्को एप्पल पनि 500 रुपियाँमा केजी हुन्छ। यहाँ यस्तो फालफल अम्चुर बनाएको सकिनु लाग्यो जस्तो छ। सुक्छ कि सुक्दैन, पानी परिरहेको। गोल्डन एप्पल आजको ब्रेकफास्टमा भयो। त्यसलाई चाहिँ अब आजको टी ब्रेकमा अहिले 10-11 बजीतिर मतलब भने
साँझको 4 बजीतिर हल्का ब्याडमिन्टन खेल्न जाने बेलामा खान होला। त्यसलाई चाहिँ राख्नु पर्यो। धेरै भयो। अब आजको लास्ट ड्राई फ्रुट यो हो अन्जिर। अन्जिर हो यो चाहिँ। यहाँ चाहिँ अन्जिर भन्ने रहेछ। अन्तमा अन्जिर भन्छ क्या। नेपालमा चाहिँ भुटुक हो। भुटुकलाई सुकाएर च्याट्ट भुटुक प्रजातिकै हो यो पनि। यहाँ सुकाएर दबाएर त्यसलाई चाहिँ अन्जिर भन्ने रहेछ। मिठो पनि यो। दामी। अन्जिर एकदम ड्राई फ्रुट मक्खर। एप्पलमा ब्ल्याक सल्ट केचपको यो फर्केर खाँदा एकदम टेस्टी हुन्छ। यसमा छ बदाम। यो हो यहाँको कश्मिरी बदाम। एकदम हेल्दी हुन्छ। यो खाइसकेँ मैले। फेरि अहिले देखाउनु आजको मेरो बिहानको ब्रेकफास्ट भयो। अघिल्लो भिडियोमा फेरि बातचित गर्दै गरौँला। आजलाई चाहिँ यति नै। ह्याभ अ गुड डे, ह्याभ अ नाइस डे भन्दै सम्पूर्ण गाइजलाई फेरि पनि ल गोल्डन एप्पल नभए पनि ल सबैलाई चेस्ट गर्दै गोल्डन एप्पल चाहिँ आजको ब्रेकफास्ट सँगसँगै आजको यो भिडियोलाई चाहिँ यही समाप्त गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।